सबैजनालाई नमस्कार। राजन युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी बुवासँग तोरी पेल्नको लागि जाँदैछौँ। हाम्रो गन्तव्य चाहिँ अलिकति टाढोसम्मको छ। लगभग हाम्रो गन्तव्य चाहिँ 2 देखि 3 घन्टाको समय लाग्छ। अनि यो चाहिँ हामी अस्ति नै मैले तपाईँहरूलाई देखाएको थिएँ। अस्ति खनेकै बाटो हो यिनीहरू चाहिँ। अनि यस ठाउँमा चाहिँ अलिकति बाहिर झरेर अलिकति यिनीहरूको लागि समस्या छ र पनि बाहिरले बनाएछन् बाटो। बाहिरलाई धेरै धेरै धन्यवाद होइन। अनि हाम्रोमा पहिलेको जमानाको जस्तै यो ठाउँमा चाहिँ खोला तर्ने पुल रहेछ होइन। पहिला यस्ता थिए, अझै पनि यो ठाउँमा त्यस्तै रहेछ। अनि हामी चाहिँ तोरी पेल्ने ठाउँमा पुगिसकेका छौँ। अनि हाम्रो तोरीलाई चाहिँ कति छ अनि कति केजी छ भनेर चाहिँ हामीले चेक गरिराखेका छौँ। लगभग हाम्रो तोरी चाहिँ हामीले जोगिसकेका छौँ कि 51 केजी पुगिसकेको छ। अब हामीले चाहिँ यो चाहिँ हो तोरीको मिल। अब तोरी चाहिँ कसरी पेलिन्छ भन्ने विषयमा म तपाईँहरूलाई देखाउने छु। यहाँ चाहिँ तोरीको मात्रै होइन, धानको अनि मकै अनि कोदोको लागि पनि राखेको रहेछ मिल। अनि यहाँ चाहिँ इन्जिनलाई चाहिँ अलिक तताउनलाई चाहिँ होइन पुरा चलाइराख्नु पर्छ हाम्रो दाइले। अनि हामी चाहिँ अब पुरा कति टाइम लाग्छ लगभग हामीलाई तोरी पेल्न चाहिँ 3 घन्टा जति लाग्यो। अनि यो चाहिँ फर्स्ट राउन्ड हाल्दैछौँ, सुरुमा पेल्दैछौँ। अनि हाम्रो पेल्दै चाहिँ गर्मी भइरहेको थियो। अनि उहाँले चाहिँ डिउ लिएर हामीले दिनुभयो। अनि पुरा इनर्जी ड्रिङ्क लिइसकेका छौँ। र तोरीको तेल चाहिँ होइन यसरी झर्छ। तपाईँहरू कसैलाई थाहा भएन भने चाहिँ तोरी चाहिँ यसरी पेलिन्छ। तोरीको तेल चाहिँ यसरी झरेर चाहिँ हामीले एउटा सामानमा चाहिँ छानेर राखेर चाहिँ हामीले त्यसलाई चाहिँ युज गर्न सकिन्छ। तपाईँहरूकोतिर कस्तो छ होइन, हाम्रोतिर चाहिँ यस्तो छ। आज लगभग राम्रैसँगले तेल झर्सक्यो भन्ने आशमा। अनि यो चाहिँ 2 चोटि चाहिँ मिसिनमा लगाइसकेर 3 चोटिको बालुमा चाहिँ टर्नमा चाहिँ अलिकति हार्ड आउँदो रहेछ बिना जसलाई। अनि यो चाहिँ हातले मोड्यो भने धेरै तातो भएको कारणले गर्दाखेरि हातले असर हुन्छ। र अनि यसमा चाहिँ टक्क मुगोले ट्याक हाल्नु पर्ने रहेछ। चाहिँ हाल्दै हुन्छ। हान्दै जाँदाखेरि लगभग आधी काम पनि सकिसकेछ। अनि हाम्रो चाहिँ होइन त्यो पहिलाको भिडियोहरू चाहिँ त्यो छोटो भिडियोहरू थियो, त्यो तपाईँहरूले देख्न छैन। किनकि सुरुदेखि अन्तिमसम्म के कस्तो भनेर तपाईँले देख्नुभएको छ। अनि हाम्रो तेल चाहिँ यसरी झरिएको छ। अनि यो चाहिँ 4 पाती, पहिलाको जमानामा होइन पाती भन्दै यो 4 पाती गिलेन भन्छ। यसलाई पनि भरेको छ। अनि अब हामीले फेरि यो 2 पाते गिलेनमा फेरि हामीले लाउनेछौँ। लगभग तेल चाहिँ राम्रैसँगले खस्यो। लगभग हामीलाई यति तेलले चाहिँ घरमा लगभग 2 महिना 3 महिनाको हाराहारीसम्म चाहिँ हामीलाई चाहिँ एकदमै तेल चाहिँ होइन किन्नु पर्दैन। अझै हाम्रो चाहिँ घरमा पनि तोरीहरू चाहिँ टर्नै छ। तर पेल्न लाने ठाउँ चाहिँ धेरै टाढो भएकोले गर्दाखेरि अलिकति समस्या पर्छ। अनि जाँदाखेरि नै त्यति टाइम लाग्छ भने फर्केर आउनलाई अझै गाह्रो हुन्छ क्या। झन् फर्केर आउनलाई त 1 बजी हिँडेको लगभग 6 बजी हामी घर आइपुगेका थियौँ। धेरै समस्या लाग्छ र पनि हामी गयौँ होइन। अब हाम्रोतिरबाट अब गाडी त जान्छ, तर यो गाडीबाट गएर पनि हिँड्नै पर्छ। त्यही भएकोले गर्दाखेरि हामी हिँडेरै गएका थियौँ। अनि हाम्रो चाहिँ यसरी तेलहरू। अनि म चाहिँ घर फर्किँदै गर्दा पहिला म पढेको मेरो स्कुल यो चाहिँ शुक्रबार स्कुल भन्छ होइन। अनि यो चाहिँ हाम्रो बजार हो। अनि म चाहिँ वारीबाट जुम गरेर तपाईँहरूलाई थोरै देखाउन खोजेको। यहाँ पहिला त धेरै विद्यार्थीहरू थिए हाम्रो पालामा, तर अहिले चाहिँ छैनन् रहेछ। जे होस् होइन, अहिले त अब सबै मान्छे अब पहिला जस्तो छैन। अनि त्यही भएकोले आफ्नो छोराछोरी सबै लान्छन्। अनि गाई चाहिँ हामी चाहिँ घर फर्किसकेका छौँ। अनि हामी चाहिँ अब घर पुग्न आँटिरहेका छौँ। अलिकति रात परेर हाम्रो खुट्टाहरूलाई चाहिँ अलिकति स्पिड बढाइराखेका छौँ। यसलाई चाहिँ भन्छ हाम्रो चाहिँ चिलमडुङ्गा। हाम्रो गाउँ चाहिँ यस्तो छ गाइज।
होइन तपाईँहरूलाई कस्तो लाग्यो। अनि हाम्रो चाहिँ बाटोमा हिँड्दै जाँदाखेरि चाहिँ खोइ कसको बारी पर्ने हो, हाम्रो बाटो हिँडिराख्ने बाटोमै अलैँची रोपिदिएछन् क्या। अनि हेर्दैछु म लगभग यो अलैँची बाटोमा रोप्ने मान्छे चाहिँ लगभग होइन दिमाग चाहिँ फुल भएको हो कि नभएको, यो चाहिँ तपाईँहरूले कमेन्टमा कमेन्ट गर्नु सक्नुहुन्छ। यो चाहिँ अलिकति मलाई पनि ठिक लागेन, किनकि यो बाटोलाई चाहिँ यस्तोरी चाहिँ होइन बाटोले चाहिँ नबिगार्नु पर्ने थियो, बिगारिहाले। अब के गर्नु, यस्तै छ होइन गाइज, हाम्रो गाउँमा त्यो ठाउँमा चाहिँ यस्तै हो।